गुड मर्निङ नमस्ते। आज म चाहिँ मनाङ जिल्लाको सदरमुकाम चामेसम्म पुग्नेछु। सदरमुकाम पुग्दासम्म मेरो यात्रा कस्तो हुन्छ, बाटोको यात्राहरू सबै तपाईँहरूमा म सेयर गर्नेछु। बाटोहरू एकदम अफरोडिङ छ, काहीँ चाहिँ आरसिसी ढलान गरिएको छ। बाटोहरू एकदम रमाइलो छ, चिसो मौसम छ, चिसो हावा चलिरहेको छ। पारी यो डाँडाभन्दा पारी देखिने डाँडाहरूमा हिउँ परिरहेको छ, अफरोडिङ बाटोहरू छ, एकदम चुनौतीपूर्ण छ बाटो चाहिँ। सल्लाह घारीबाट बिचबाट काटेर बाटो बनाइरहेको छ। बाटो चाहिँ एकदम रमाइलो छ, अफरोडिङ छ, चट्टानहरू काटेर चट्टानको बिचबाट बाटो बनाइरहेको छ। बाटोहरू दुईवटा गाडी क्रस हुन पनि साह्रै गाह्रो हुन्छ, घुम्तीहरूमा साह्रै गाह्रो हुन्छ ड्राइभिङ गर्नलाई। अफरोडिङ छ, बाटोहरू ठुलो ठुलो ढुङ्गाहरू बाटोमा भेटिन्छ, गाडीहरू टुरिस्टहरू हिँडिरहेको हुन्छ। फाइनली सदरमुकाम चामेसम्म पुग्यो र हामी झरनासम्म घुम्न जानेछौँ। झरना चाहिँ एकदम रमाइलो छ, पहाडको बिचबाट झरना बगेको छ। पुलको भित्र अन्डरग्राउन्डबाट पानी बगेर तल मर्स्याङ्गी नदीमा झरेको छ, एकदम रमाइलो छ। यहाँ फोटोसोटो खिच्यो, भिडियो बनायो, त्यसपछि अगाडि एउटा झरना हेर्न जानेछ। त्यो झरना पनि एकदम रमाइलो छ, माथि सिधै हिमालबाट बगेर आएको पानी एकदम चिसो शुद्ध पानी हुन्छ, पिउन सक्छौँ हामी। बाटो हेर्दा चाहिँ भारी बोक्ने खच्चडहरू भेटिन्छ। यो हेर्नुहोस्, यो खच्चडहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यति भन्दै आजको मेरो भ्लग चाहिँ सकिन्छ। थ्याङ्क यू।